युरिया मल नहालिकन काउली फल्दैन अरे। ल गाइस कति हाँस्नु ल, हेर्नुहोस् त ल, यो युरिया मल नहालिकन न कुनै युरिया मल न कुनै कीटनाशक औषधि, ल मजाले शुद्ध तरिकाले खालि जैविक मल अर्थात् गाईबस्तुको मल मात्र हालेर फलाएको काउली हो। हेर्नुहोस् त गाइस, ल कति राम्रो भएको छ। तपाईँले बजारमा पाउने काउली र यो काउलीमा के फरक देख्नु भएको छ त? ल हेर्नुहोस् त, एउटै छ नि, तर बजारमा पाइने काउली भनेको धेरै कुराहरू मिसाएर होइन, अब कीटनाशक औषधि त्यस्तै गरी युरिया मलहरू धेरै मलहरू हालेर चाहिँ फलाएको हुन्छ। यो भनेको चाहिँ एकदमै जैविक मल, गाईबस्तुको मल मात्र हालेर मैले ल जेसुकै होस् रिक्सै लिन्छु भनेर मैले यो फलाएको काउली गाइज होइन। मलाई धेरैजनाले भन्नु पनि हुन्थ्यो भन्न त, हे युरिया मल नहालिकन नि काहीँ फल्छ, खालास ठुल्ठुलो काउली फलास कति न भनेर भन्नुहुन्थ्यो। तर होस्, फले फलोस् नफले नफलोस्, बरु म खाँदिनँ होइन। तर यसपालि युरिया मल एउटा पनि नहालिकन म फलाएरै छाड्छु भनेर मैले मेहनत गरेँ गाइज होइन। ल राम्रो फलेको पनि छ है। बोट चाहिँ त्यति राम्रो भएको छैन, बोट चाहिँ हामीलाई के सरकार होइन, फलेको फल चाहिँ राम्रो भयो भने भइहाल्यो नि, के कसो गाइज। काउली मात्रै हो र। ल हेर्नुहोस् यता बन्दा पनि छ, ल ल यो बन्दा पनि छ होइन। यो एउटा बन्दा त खाने बेला पनि भइसकेको छ, टिप्ने बेला भइसकेको छ। त्यस्तै गरी यहाँ रायो झपक्क फलेको छ है। ल हेर्नुहोस् गऱ्यो भने हुँदो रहेछ है गाइज। हामी चाहिँ खालि मल हाल्नुपर्छ मल हाल्नुपर्छ भन्छौँ, किन मल हाल्ने के, किन चाहिँ त्यो जैविक मल हाल्ने, जैविक मल हाल्ने होइन, किन युरिया मल हाल्ने के। युरिया मल हाल्यो भने तपाईँको माटोको उर्वरा शक्ति पनि घट्छ र स्वास्थ्य पनि राम्रो हुँदैन, अनि पैसाको पनि सत्यानाश होइन। त्योभन्दा राम्रो अलिकति मिहिनेत गरौँ, गाईबस्तुको मल हालौँ, मजाले काउली फलाउँ गाइस। ल स्वस्थ रहौँ है, मजाले अर्ग्यानिक खाना खाउँ, स्वस्थ रहौँ गाइस। ल